गुड मॉर्निंग साथीहरु, नमस्ते जोले। म चाहिँ नानु आलेमा शुरू करते हैं बिना किसी बकचोदी। अब खाना पकाएर म चाहिँ बाहिरमा जान लाग्यो। हामी चाहिँ अनि रुपी आमा उता उता आइज आइज आइदिएको छैन। आशिष त्यो चप्पल खै, उसको चप्पल चाहिँ लुकाएर राख्ने। अनि यो मम्मीको चप्पल चाहिँ लाएर आउँछ। चप्पल खा ले हालिदिन्छु। हालिम यहाँ चप्पल लुकाने चप्पल छैन नि। बल्ल बल्ल पाएको त्यो पनि भित्र चप्पल लगाउँछु है। मगर हेरो हेरो आरामसँग भोलि अनि पर्सि के हँसाउनु न अलि। पानी कति कति महारानी जी पधारिए। आप में घर करने चलिए इधर आगे करो दिखाई। ये है हमारी माँ। ऐसे कति बेला चाहिँ ट्रेनमा ल हेलो भन्नु न। शीतल छिटो घाँस काम बोल्छ फेरि। आगे करो दिखाई। मम्मी गाली सुन्ने गा गर्मी यो एकराती तब त्यो हुन्छ। सानो सानो डेट पर्दैन। अब मम्मी ड्रेस लाउँछु हैन। गर्मी भयो फेरि गर्मी भयो त। शीतल घाँस काटेर राख्ने बेला चाहिँ हेलो मम्मी के छ यो? किन किन थुके छ यो? छोटो मलाई चाहिँ बाबु नोट स्क्यान आटे छ। जाऊ त नजानु न। हजुर गाइस साथीहरु आज चाहिँ हाम्रो यहाँ रोपाइ हैन नुदी गरेर हा बिउ हालेर छ। यहाँ चाहिँ आन्टी हुनुहुन्छ। हेलो आन्टी। हाय हाय छोरी त छोरी म के हाय माया बोल्नु न। उसो बोल्दै हँसाउनु छैन। हेलो कान्छ छाय होट है लाफाको छाय होट किरा ने यार 1500 हैन ए के त आज त 11 आज 12 13 होला 12 हो 12 ए साथीहरु ए साथी हामी त पिउ खाल्दै छ है साथीहरु। आज असार 12 आज असार 12 गते कोन जान हैन रोपाइ हाम्रो सबैजना आउनु होला। पिलो खेल्न आउनु है। ले मलाई बिउ खाले दिएको त पढ्न हैन। जा पढ्न मान्छे चाहिँ दिदी भन्न भ्याकु त फ्री क्या भ्याकु ओइ मना भाइ ओइ त तेरो त तल चेक गरेछ। हेलो गाइस हाम्रो चाहिँ यहाँ खेत्रो बिउ हुनुहुन्छ। यहाँ के रे बिउ चाहिँ उखाल्नु भा अनि के रे यो चैत वैशाख धान चैत वैशाख ला असार भन्नु ए असारको धान अन्नला सबैजनालाई नमस्कार। क्या सीन है वाह क्या सीन है सबैजनालाई नमस्कार रे। अनि अरु के भन्छस्? अब स्कुल जाने बेला भयो भन्न बा गन्जी देखाउ त फेरि यता। अनि त स्कुल जाने बेला भयो भन्न ओइ त्यहाँ नभन जाऊ त पानी खेलेर पढी
पानी दो ओए त्यो पानी खोला ओए लुन पर्छ अरे लुन पर्छ ओए बिस्तारै गर्ने मुख पर्छ अब ला सरपल्ट ठुलो पटक नि आउने साथी पोइसन हन आउने साथी पोइसन हन क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ गर्नु नि अझै कति नि के मेरो कपडा नलाग्यो नि ल्याइदे ल ल यहाँ ध्यान केटा पनि हो यहाँ पनि हो भिडियो रोप्ने यता आज ल्याएछ आज रोप्ने कस्तो दामी यहाँ बाबा भनिसकेँ मैले दामी देखेँ बाबा चालियो त कहाँ काममा गइसकिनु भयो आधा आन्टी वाला सुकेरी है सुकेरी असारमा हरियो चुरा सबै ल्याउँछ होइन अर्को बुढाले आन्टीलाई चाहिँ काम गर्ने बेला हरियो भएको जति हरियो मान्छे हरियो हुन लागिसक्यो सबै मात्रै एउटा पिङ्क भएछ नत्र हरियो घाँसभित्र लुके नि के हुन्न रहेछ मम्मी चाहिँ राति आन्टी चाहिँ हाल्छ अहिले दुईजना यहाँ हुन्छ म चाहिँ के साले करको भला खाली भाइ आइदिनु भ्या हेलो हेलो छे बिस्तारै गयो त्यो कपडा ल्याउनलाई हेलो 12 भन्न 12 धान रोप्दै हो अनि बिउ खाल्दैछ भन्न अनि बिउ खाल्दै हो तल राख्नु अनि गाईहरु आउनु हो आउनु हिलो खेल्न गएको हो ल सबैजना आउनु हो ह्यापी असार भन्छ सब चिज ह्यापी असार अब आमाले त भन्न बोल्नु हाय नानु आज ह्यापी रोपाई ह्यापी रोपाई हो नि ह्यापी रोपाई हो जस्तो नि बगारीमा हालेर त्यो हो नि आज ह्यापी ह्यापी असार माइ सक्दै भन्छ होइन सानो नि पर्छ हुन त हो दिदी तपाईँहरूको नाचेको भिडियो हेऱ्यो नाचेको भिडियो कि माइतुङ दिनु नानु माइतुङ छिने छोरी हुर्केर छ दिन्छ मारानी यता नानु म कान्छ भयो छोरी हुर्केर छ भदनी भिडियो जस्तो हुर्केरी हुन्छ नाचे छोरी हुर्छ अनि त्यसको बिपो छाना रे आउनेहरू अन्त खेल्ने होली हिलो खेल्के अन्त नानु मम्मी कुरुके इला भगडा केले अप्पा निष्ठा भन्छिन्छ भगडी त इला मात्र छिनिन्छ भएर बुहारी के रे हिलो काकीले पैसा कान ग्याल नि लाखा बुहारा के पैसा धेरै यार गार्नु किरा नि ल बारा त दाहा काना करे नाली म के मागे नाली डेले त्यसैले बेलाइ दो सोटेर हो एक पला दिला अनि दिने रेट आके चाले तपाईहरु नाचेको हाले त दिदी हेरिसक्यो होला दिदी हेर्छ नि त दिदीले तपाईले हेर्नु हैन युट्युबमा तपाईले कमेन्ट गरिराछ अझ मैले देखिरहेको थियो नाउरो खाउने अस्ति राम्रै आएको थियो र हाल्दै हँसाउनु पर्ने म तपाईँ बिस्तारै हँसाउँदै क्या
ल्याउनु धेरै रहेछ तिम्रो भिडियो म पहिलो नुहाएर कुला त पहिलो आन्के माले विदेश आउन र होटे कान्के हिन्दी बसेको जाता र बिहान सँग पामेर बिहे हुनु खोजेको अहिले म त बिहे हुन्ला हुन्छ अहिले बिहे अलग गाय पहिला त आउनुभयो रोकिएर पैसा खुट्टामा जाता र भोटियाकीले साउन सक्छ त्यहाँ यत्रो हो बाबा यस्तो सबजना हुन्छ आज त्यहाँ यस्तो यहाँ नानी त दिदीले भन्नुभयो नानीले कसलाई दिला भने एल बत्तल के अरे भइसक्यो भयो चुनामा घिन लाग्यो कति वर्ष पहिला जाँदा क्या हो रिन लाग्यो पहिला नि गीत गाउन र दुईजना दोरी खेल्यो न भने मैले त भने अब दिदी भन न गाउन न अरू त हाँस्नु हुँदैन रोहिन दिदी ल भन्नु रे के भन्नु नि तपाईँ ए तपाईँ त उल्टो गाउँछ गाउनु न मनमा दाइ सरस्वती आएन ट्राई गर्नु न रोहिन दिदीको क्याप त कालो त सेतो भइसक्यो करायो मेरो मैयाहरूको साथ साथै हरायो रे के दोहीमा गाइदिनु न अझ के भन्छ अर्को गाउनु नि कसै लाग्यो खेती र पाती क्या हो पिरती भने ट्राई गर्नु म भिडियो गर्ने ट्राई गर्नु एउटा रिल्स लाग्छ भागन आयो नि दिदी गाउनु कस्तो मान्छे कस्तो भागाउँछ के हाम्रो के भाग हो लै नभएर दिदी गीत गाउनु रानी गाउनु त पर्दैन तपाईँको पाला गीत गाउनु गाउनु अघि म त आउँदैन नानी बुढी भयो भागामा क्या हो यस्तो भन्दै हँस पानी आउनु पर्यो सबजना घाम पोलेर यस्तो गर्दा
सुकुम्बर जस्तो गरे घाम अति घाम लास्टै घाम पोले है यसपाल त घाम लास्टै त्यो चाहियो होला बाबु म त यसै फरो हैन निम्बा जिम्बा हेलो भन्नु हेलो सलाम गर्नु न के हेर्नु निम्बा कत्रो पानी गर्दै हैन त दे है के भन्नु सर ल भन्नु न भन्न आउन मलाई तपाईलाई अस्ति युट्युबमा हेर्यो भिडियो तपाईले त्यो फोटो खोइ अस्ति हामीले त्यहाँ खिचेको खिचेर पठाइसके मैले हैन पठाएको कसम निरुपाको हामीहरु अनि पठाएको माथि दिदीकोमा हैन उ या मेरो सोच भएको हैन रे मेरो भएको ए ग्रुपको पौडी खेल्न जानु खिचिसक्यो अरे त कत्रो खाली पानी त्यो पानी पौडी खेल्न पर्यो साथी यस्तो गर्मी कन्त यहाँ बडा खादा हो त्यो बारी यताको बारी कस्तो गरिन्दा यता आउने त ठुलो खा हाय दादा इस आज चाहिँ अब बाउसे गर्दै रहेछ आज हेलो कस्तो भइरहेछ हाम्रो रोपाई यताको चाहिँ अप्रोभर हेर्नु त्यो हरियोदेखि त्यहाँसम्म सब रोपी अब यहाँबाट पारिसम्म अति छ अब अनि अगाडि पनि दुईटा पाटा छ रोप्नु बाँकी यहाँ चाहिँ भ्यू छ एलेक्स यहाँ चाहिँ लाङखुट्टे आइरहेछ मान्छेले चामल किन खानु पर्यो भात खाए घाँस खाए हुन्न र साथीहरु अब हामी चाहिँ म र मम्मी चाहिँ यहाँ रोप्न लाग्यो अब यो म त माथिको बारी चाहिँ भ्यायो हैन अब यताबाट तलसम्म छ म र मम्मीको मम्मी भ्याइदिने हामी यता भ्याइदिने हो भ्याइदिनु पर्यो नि त साथीहरु भ्याइदिनु पर्यो हैन भ्याउनु पर्यो भ्याउनु पर्यो एलेक्स ल साथीहरु अब हामी चाहिँ धान रोप्न जान्छु धान रोप्न राम्रो धान रोप्छ भकारे राख्ने फुल अहिले भकारे माटा अब कुकुर चाहिँ राख्ने ल आज त भगाएर राख्नु लागेको छ त्यो अरे मैना गिटार सुन्नु रोप्ने हिलो हेलो गाइस हामी यहाँ भकारी बाटे खान्छ राख्यो राख्या आरो काइनले पैसा दिन्छ हामीलाई कति दिन्छ नि देखाउँछ गाइस हो गाइस हो कि लाइन काटेको छ सो भ्याउलाई सिगाम चाहिँ के अरे त्यही पनि हिजो दसैँ तिहार केही दिन कि त्यहाँ मासु गुँगुरको मासुसँग अरू नि दिन्न घाम कतिको लगाइरहेको दिदी पछाडि हजुर हुन्छ
तपाईं त मोबाइलमा पार्दिनुहुन्छ है लिल यो धान कुटिराखेर भकारी धेरै पलुस भन्नु राम्रो भन्नु न हामीले जानेको यही हो भकारी ह्याप्पी असार रोक्नु अब नसम्झनु त्यसरी तपाईँ आउनु मन लाग्दैन यहाँ हामी चाहिँ यो भगाएर राख्ने भयो यहाँ चाहिँ सबजना हुन्छ दिदीहरू मान्छेहरू कुकुरहरू यहाँ चाहिँ हाम्रो भर्खरै राखेको छ साथीहरू बा लगाउन नपर्ने गाउनु न हामी खेत रोप्नु मम्मी गाउनु रे कि ल गीत गाउनु रे हाम्रो रोपाइ सकियो होइन फाइनल यहाँ पनि हो त्यो सब त्यहाँ जति गऱ्यो ल्यायो कति गयो मम्मी अन्त नि कति बेला माछा दिला नि दलिदिनु कहिले भ्याउन नि तक तपाईँ कोही जानु बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ
समाउने क्या ताको छ भन्नु अहिले आउने न ओके आउने न त आउने न के होला गीत गाउनु पर्छ आउने गीत गाउनु तपाईहरु गीत गाउन गुमानो गीत गाउन कति हाँसुट्यो उलाहन मै होला जस्तो होला गीत गाउँछ नि मम्मी गीत गाउने भनेको गीत गाउनु न ल एउटा एक पैसा पाएको के गीत गाउनु छिटो ल जेनीमा गीत गाउनु ल तपाईहरु त्यहाँ बस्नु त दुईजना मम्मी सँगै बस्नु न पर्दैन जेनीमा त लगाइदिन टीका अनि त्यो धानको जमरा ल के भन्नु ल ल प्यासा भन्नु न ल भयो हेलो भन्दै हेलो हेलो गाइस भन्दै हामी चाहिँ हिलो खेलेको भन नानी छिटो नमस्ते नानी छिटो ल छिटो टिममा हेर्ने के नमस्ते छ्यामा भन्दै बिस्तारै नमस्ते छ्यामा हजुर नमस्ते राम्रोसँग गरिदिउ न छ्यामालाई नमस्ते छोरी बाई बाई सक्यो भने भन सिकान जाम 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 हामी गएको है गाइस भन्दै Happy asa रे मम्मी Happy asa माछा दिलाते लाइदिन भनेको दल्दिन माछा चाहिँ दल्दिन
ढकाले तपाईँ ढकालिन्छ र दलिन्छ र पण्डाको माम दल दिन दिले ओ मैले ल प्याज हाल भन्नु लिदिन तपाईँ त भयो कि मम्मी ले ले तीनजना गर्नु न ल फेरि 1 2 3 गोला तपाईँ भन्नु न यता भन्नु न तपाईँ भन्नु न रोपाई पनि सकियो साथीहरू हाम्रो नानुको च्यानललाई सब्स्क्राइब कमेन्ट शेयर गरिदिनु होला प्लिज ओके